आजको भिडियो चाहिँ कफी विशेष रहेको छ। बारिस्तामा काम गर्ने बिगिनर साथीहरू र बारिस्ता काम गर्न सिक्न चाहने साथीहरूलाई केही टेवा पुगोस् भनेर चाहिँ यो भिडियो बनाउने कोसिस गरेको छु। हेलो गाइस, दर्शन नमस्ते। सन्चै आरामै हुनुहुन्छ? के छ हालचाल? म त ठिकै छु भनौँ। म आज पनि एउटा भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ कफी विशेष रहेको छ। यो भिडियो बनाउनुको मुख्य कारण चाहिँ बारिस्ता साथीहरूलाई त सबै कुरा जानकारी नै छ। बारिस्तामा काम गर्ने बिगिनर साथीहरू र बारिस्ता काम गर्न सिक्न चाहने साथीहरूलाई केही टेवा पुगोस् भनेर चाहिँ यो भिडियो बनाउने कोसिस गरेको छु। भिडियो अलिकति लामो हुनसक्छ, हेरेर साथ दिनुहोला, जोटिराख्नुहोला। भिडियो यसरी सुरु गरौँ। अब सबैभन्दा पहिला त बारिस्तामा काम गर्ने भनेपछि सबैभन्दा पहिला त कफी के हो भन्ने बारेमा जानकारी हुनु पर्यो। आखिर कफी के हो त, होइन? अब हुन त म कफी विद्य त होइन, त्यही भने म मेरो ओपिनियन भन्दैछु। कफी भनेको एउटा फलको दाना हो, होइन? यो एउटा फलको दाना हो। अनि यो कफी चाहिँ कति किसिमको हुन्छ, होइन? कफीको विशेषताहरू के हुन्छ, कसो कसो हुन्छ, यो पढ्दै जाने नि हेर्दै जाने भने कति लामो छ, कथा एकदम लामो छ, होइन? तर म चाहिँ छोटकरीमा भन्ने कोसिस गर्नेछु। अब चाहिँ कति किसिमको कफी हुन्छ, कफीको स्वाद कस्तो हुन्छ, अब यसको अब चाहिँ कस्तो आरोमा हुन्छ, के हुन्छ, कसो हुन्छ, यताउति दायाँ बायाँ, यो भनेको अलिक पछाडिको कुरा हो, होइन? सबैभन्दा पहिला चाहिँ कफी भनेको के हो भन्ने जानकारी लिएपछि चाहिँ कफी चाहिँ हामीले चाहिँ एक्चुअली वर्ल्डमा चाहिँ दुई तरिकाको कफी भेट्छ है। एउटा चाहिँ अराबिक कफी भेट्छ अनि अर्को चाहिँ रोइबस्ता कफी भेट्छ, होइन? अब अरबिक कफी र रोइबस्ता कफीमा अब के डिफ्रेन्स छ, होइन? अरबिक कफी भनेको के हो, रोइबस्ता कफी भनेको के हो, यो विषयमा पनि जान्नै पर्ने हुन्छ। अब यसको फरक छुट्याउनको लागि चाहिँ अरबिक कफी भनेको हाम्रो एक्चुअली सामुद्रिक सतहदेखि 600 मिटरदेखि 2300 मिटरसम्म चाहिँ उत्पादन हुन्छ। त्यसलाई चाहिँ हामीले अरबिक कफी भनिन्छ है। त्यस्तोमा अब फल्छ भने त्यसलाई चाहिँ अरबिक कफीमा हुन्छ र समुद्री सतहदेखि 900 मिटरसम्मको हाइटमा फल्छ भने त्यो कफीलाई चाहिँ रोइबस्ता कफी भन्छ, होइन? अनि यसमा त बिन्स त टोटल्ली फरक हुन्छ, होइन? यसको टेस्टहरूदेखि लिएर अरू यसको विशेषताहरू त धेरै नै फरक हुन्छ। त एक्चुअली नर्मल्ली बेसिकली भन्न खोजेको यतिको हाइटमा चाहिँ यो यसरी फल्छ, होइन? अनि यसको चाहिँ रुखहरू चाहिँ कतिको सेन्सिटिभ हुन्छ, कतिको स्ट्रङ हुन्छ, होइन? यसभित्र पाउने कफिनको मात्रा चाहिँ कति छ, होइन? अनि ओइल कति छ, होइन? यसमा चाहिँ अब यो के भन्छ सुगर, होइन? यो चाहिँ सबै कुराको चाहिँ मापदण्ड गरेर निर्धारण गरेको हुन्छ। त्यही विशेषताबाट चाहिँ यो चाहिँ अरबिक र रोइबस्ताको चाहिँ फरक छुट्याइन्छ, होइन? अब सुरुमा अब यति धेरै नै नजाउँ, अब यति मात्रै बुझेपछि अब हामी चाहिँ जस्तै अब चाहिँ कफीको नर्मल्ली यो परिचय हामीले भ्याएपछि चाहिँ हामी चाहिँ अब अलिकति अब कफी चाहिँ कसरी युज गरिन्छ, होइन? अब कसरी चाहिँ यसलाई चाहिँ प्रयोगमा ल्याउन सकिन्छ। प्रयोगमा ल्याउँदा चाहिँ यसलाई चाहिँ प्रोसेसमा फरक पर्छ। अब कुन प्रोसेसको कफी हो भन्ने, जस्तै प्रोसेस, होइन? नेचुरल प्रोसेस हुन्छ, वास हन्नी प्रोसेस हुन्छ, वास प्रोसेस हुन्छ, होइन? तर धेरै जस्तो कफी चाहिँ हामी चाहिँ नेचुरल प्रोसेसको र वास प्रोसेसको कफी चाहिँ हामीले चाहिँ युज गरेको हुन्छ, होइन? त्यस्तै चाहिँ अब नेचुरल प्रोसेस भनेको के हो त, होइन? अनि चाहिँ वास प्रोसेस भनेको के हो त, होइन? यो बारेमा पनि जान्नुपर्ने हुन्छ। जस्तै एउटा बारिस्तालाई एउटा चाहिँ कुनै पनि कफी सपमा गएर कफीको एउटा एक्सप्रेसको अर्डर गऱ्यो भने चाहिँ कुन कफी हो, होइन? कहाँको ओरिजिन हो, होइन? अनि चाहिँ यस्ता यस्ता क्वेसनहरू चाहिँ सोध्ने हुन्छ। अनि त्यति बेलाको क्वेसन सोध्ने बेलामा चाहिँ उत्तर चाहिँ मजाले दिन सक्ने चाहिँ
हुनुपर्छ है त।